आज कुनै पनि चेली सुरक्षित छैन, न त स्कुलमा, न त अस्पतालमा, न त आफ्नै घरमा। यस्तो कुनै ठाउँ रहेन जहाँ उनले आफूले सुरक्षित महसुस गरेकी हुन्छन्। पीडा सहनु पर्ने अझै कतिसम्म? जबरजस्ती गरेर मेरो हात पनि भाँचिदियो। म गुहारको गीत माग्दै गर्दा, चिच्याउँदा, कराउँदा उनीहरूले मलाई कुटेर मेरो दाँत आँखा पनि निकालिदिए। मलाई दुखेको छ आमा, मेरो साथीहरू पनि मसँगै रुँदैछन्। न्याय दिनु, न्याय चाहियो। हे निहत्थे सरकार, न्याय खोज्नु। सायद यो संविधानमा बलात्कारीलाई मृत्युदण्ड नलेखिएर पनि होला, तर उनीहरूले आफ्नो पापको सजाय भोग्नै पर्छ, मृत्युदण्ड पाउनै पर्छ।